प्रेसरको मोमोलाई खानलाई तपाईँ चाहिँ आउनु भएको आम्बो बुढा मान्छेको अब त प्रेसरको मोमोमा भित्र चाहिँ फेरि त खसीको खुट्टाको हड्डी पनि त त्यो भने फेरि त बुढा मान्छेको त नि काटे नि झर्ला पो हो भोलिको दिन त अरूले फेरि त फलमासु खानलाई गाह्रो हुन्छ त्यसैले दिदिनँ म तपाईँलाई दिदिनँ ल तपाईँलाई दिने भने मैले मम एउटा चाहिँ झोल त्यति नै हो अब चाहिँ यो खानु हो अनि चाहिँ मजाले जानु ल घरतिर ल आमा मारिसँग हाल्यो कि क्या हो त कुकु गरेर भइदिउँ कि म सुरुप्प बोल्ला कस्तो पो छ त भन्नु पर्यो नि अब त मिठै छ मलाई नि खाजा गरेको लागि त फेरि त मैले चाहिँ एउटा नि हालेको योभन्दा बेसी चाहिँ दिँदिनँ ल सबै सबै नि खुवाइदिउँ म खुवाइदिन हो आमामा त्यति मान्छे जस्तो लजाएर बस्छ पो हो गएको अब चाहिँ हाम्रो चाहिँ फेरि त यहाँनिरको चाहिँ नि ओनर र सरलाई चाहिँ दिनु पर्यो ओनर हो अब त धेरै त दियो भने त नि माथिलाई अब त दिने भनेको मैले चाहिँ उहाँलाई मात्रै हो ममा त छैन है दाइ पाउँदैन ल अब त त्यसै गर्नु रिसाउनु कराउनु मलाई चाहिँ कुटिनै हाल्नु त मतलबै भएन अहिले नै आमा मार्नुलाई नै थालेको मैले यसरी तान्नुलाई त यसरी गरेर मैले त नि खब्ला के फेरि त घाँटीमा अड्किला अब त फेरि त भराटले हान्नु नै पर्छ त एकचोटि चाहिँ चप चप खाएको त हेर न खाएको त मम्मी मैले नि हालेको यहाँनिर पनि त हालिदिन्छु अब यो बारीले चुडी नै गरेर खानु ल ओके धन्यवाद दुईटा भन्दा चाहिँ नि बेसी चाहिँ पाउँदैन यो चाहिँ ठिकै नै छ भोलिको दिन चाहिँ आफ्नो गैडा चाहिँ भन्छ भनी त नि ल्या कालो गैडा अब त फेरि त रेस्टुरेन्टमा आइदिरा भनेर भन्छ नि आफै चिन्ता पो हाले त के साह्रो हो त नि ल है त एउटा चाहिँ हड्डी चाहिँ हालिदिएको है मैले छोडेर गएको ल छोपेर गएको त